Hello everyone and welcome back to Guruvani classes. डाँडापारी हिलमा हामी सबै चिलमा आऊ म्याथ पढौँ खतरा फिल्डमा। ल हेर अहिले अब हामी हेर्न जाँदैछौँ ग्रेड 10 को कम्पलसरी म्याथको हाइट एन्ड डिस्टेन्स। अब ग्रेड 10 को कम्पलसरी म्याथको हाइट एन्ड डिस्टेन्स केमा पर्छ? ट्रिगोनोमेट्रीमा पर्छ। ट्रिगोनोमेट्री हाम्रो सिलेबस वाइज 4 मार्क्स क्यारी गर्छ। ल हेर स्पेसिफिकेसन ग्रेड पनि हेर तिमीहरूले है। यतापट्टि हाम्रो स्पेसिफिकेसन ग्रेड अनुसारले ट्रिगोनोमेट्री द्याट क्यारिज 4 मार्क्स इन एसई एक्जामिनेसन। नर्मली हाइट एन्ड डिस्टेन्सको क्वेसन भनेको हाम्रो क्वेसन नम्बर 14 मा सोध्छ है। ल अब हाइट एन्ड डिस्टेन्समा के पर्छ? एकदम बेसिक कुराहरू जस्तो एङ्गल अफ एलिभेसन के हो, एङ्गल अफ डिप्रेसन भनेको के हो र अरू कुराहरू के छ एकचोटि हामी हेरौँ है त। ल अब हेर एकदम बेसिक कुरा छ है। म एक्सप्लेन गर्छु, पछि डायग्राम्सहरू पनि तिमीहरूले हेरेर बुझ्न सकिहाल्छौ। जस्तो यो भयो एउटा पोइन्ट हो, यो भनेको बटम पोइन्ट भयो एउटा अथवा तल है। यो भनेको के भयो त? एउटा टप पोइन्ट भयो हो। अब यो बटम पोइन्ट मानौ हाम्रो भुइँमा छ, जमिनमा छ। टप पोइन्ट भनेको सर्टेन हाइटमा छ, मानौ रुखको माथि अथवा टावरको माथि, धराराको माथि, जेको माथि भए पनि एउटा कुनै पोइन्ट छ। तलदेखि माथि के गर्दा हेर्दाखेरि जुन यो होराइजेन्टल ग्राउन्ड जुन छ नि, यो ग्राउन्डसँग चाहिँ यो हेर्दाखेरिको यो जुन लाइन छ, अब यहाँनिर सिधै स्ट्रेट लाइन हुँदैन, यसलाई चाहिँ हामीले के भन्न सकिन्छ त? लाइन अफ साइट भन्न सकिन्छ है। के भनिन्छ त? लाइन अफ साइट। साइट भनेको भिजन होइन। यो लाइन अफ साइटले चाहिँ यो होराइजेन्टल यो ग्राउन्ड यो प्लेनसँग बनाउने जुन एङ्गल छ, कति बेला तलदेखि माथि हेर्दा, यसलाई भन्न सक्छौँ हामी एङ्गल अफ इलिभेसन भनेर है। एङ्गल अफ एलिभेसन जे भने पनि हुन्छ, एङ्गल अफ एलिभेसन, त्यसलाई चाहिँ ईले डिनोट गरिन्छ। ठिक छ। अब त्यसै गरी यो सिम्पल कुरा भयो। त्यसै गरी अब माथि टुप्पोबाट होइन, माथि तिमीहरू घरको माथि छौ है, तिमीहरू माथि घरको माथि छौ, तल यतापट्टि अब एक्जाम्पलको लागि एउटा राम्री केटी आइ होइन। अब तिमीहरूले राम्री केटी आइसके पछाडि त एकछिन हेर्छौ होइन। अब डाइरेक्टली नहेरी पनि लुकी लुकी त हेर्छौ। जसरी हेर्दाखेरि तलदेखि माथिसम्म कुनै पोइन्टमा हेर्दाखेरि तिमीहरूले के बन्छ त भनेर भन्दाखेरि यति बेला पनि यो के हो त? दिस इज लाइन अफ साइट है। अब त्यति बेला चाहिँ यो जुन होराइजेन्टल एक्सिस छ, योसँग नै यतापट्टि एउटा इमेजिनरी होराइजेन्टल एक्सिस हुन्छ जुन चाहिँ योसँग के हुन्छ त? प्यारलल हुन्छ है, योसँग प्यारलल हुन्छ। सो यो माथिदेखि तल हेर्दाखेरि यो माथिको होइन हावामा भएको होराइजेन्टल एक्सिससँग तिमीहरूले जुन एउटा एङ्गल बनाउँछौ, लाइन अफ साइटले जुन एङ्गल बनाउँछ, यो थीटा हो, यसलाई भनिन्छ एङ्गल अफ डिप्रेसन। बेसिकली टपदेखि बटमतिर हेर्दा, तलदेखि माथि हेर्दा एङ्गल अफ एलिभेसन भयो भने माथिदेखि तल हेर्दाखेरि के हुन्छ त? एङ्गल अफ डिप्रेसन हुन्छ। यो हाइट एन्ड डिस्टेन्सको सबैभन्दा बेसिक कन्सेप्ट भयो है। ल अब हेर अरू कुरा, जस्तै यसमा हामीले हेर्न सक्छौँ अब यी लाइन अफ साइट भनेर यहाँनिर डायग्राममा दिएको छ है। कहिलेकाहीँ चाहिँ क्वेसनमा एङ्गल अफ एलिभेसन के हो भनेर डिफाइन गर भनेर सोधिन्छ क्वेसन नम्बर 14 को एमा। The angle of elevation made by the line of sight, the angle made by the line of sight with the horizontal line through the position of an observer's eye which lies above the eye of observer is called angle of elevation. अब यो खतरा भारी डेफिनेसन भयो, तर तिमीहरूले यही डेफिनेसन जे छ अथवा यो बुकको डेफिनेसन जे छ त्यही भन्नुपर्छ भन्ने छैन। कहिले पनि ल्याङ्ग्वेजमा चाहिँ डु नट ट्राई टु मेमोराइज। एकचोटि तिमीहरूले बुझिसके पछाडि आफ्नो हिसाबले भन। अब सिम्पल तरिकाले डिफाइन गर न। जस्तै when we observe something from lower height अथवा bottom to something that is there at the top होइन, the angle that is made between the line of sight and the horizontal axis, त्यो लाइन अफ साइट र होराइजेन्टल एक्सिसको बिचमा बन्ने एङ्गल एङ्गल अफ एलिभेसन हो। सक्यो। कति बेला? तलदेखि माथि हेर्दा। यति भन्यो भने एङ्गल अफ एलिभेसन आइहाल्छ। र जेनरली चाहिँ एङ्गल अफ एलिभेसन र एङ्गल अफ डिप्रेसन के हुन्छ त? बराबर हुन्छ। द एङ्गल अफ एलिभेसन एन्ड द एङ्गल अफ डिप्रेसन इज बराबर। किन बराबर भने हाम्रो एउटा बेसिक कन्सेप्ट के छ भने, दुईवटा प्यारलल लाइनमा एउटा ट्रान्सभर्स लाइन तल तान्यो भने यहाँनेरि जुन बन्छ र यहाँनेरि जुन बन्छ, यो दुईटा के हुन्छ त? इक्वल हुन्छ। किन इक्वल हुन्छ? बिकज दिज आर अल्टरनेट एङ्गल्स। यो त प्यारलल हुन्छ है। होराइजेन्टल एक्सिस यो जमिनको भयो, भुइँको यो माथिको भयो होइन। र एङ्गल अफ एलिभेसन भनेको त हाम्रो के हो त? यो एङ्गल अफ एलिभेसन भयो
माथिदेखि तल हेर्दा टपदेखि बटमतिर हेर्दा फेरि के भयो त यो एंगल अफ डिप्रेसन यो भयो एंगल अफ एलिभेसन भयो दुईटा जहिले पनि इक्वल हुन्छ है ल अब हेर एंगल अफ डिप्रेसनको पनि उतापट्टि यस्तै खालको ड्राइङ बनाएर दिएको छ ल हेर त अब एंगल अफ डिप्रेसन भनेको के हो त द एंगल मेड बाइ द लाइन अफ साइट है यो कुरा चाहिँ एकदम विचार गर्नु लाइन अफ साइट हैन विथ द होराइजन्टल लाइन अथवा होराइजन्टल प्लेन जे भने पनि हुन्छ थ्रु द पोजिसन अफ एन अब्जर्भर साइ अब तिमीहरू यहाँबाट चाहिँ तिमीहरू यो झुकिन्छौ के यहाँबाट थ्रु द पोजिसन अफ एन अब्जर्भर साइ विच लाइज बिलो अब्जर्भर साइ अब यो भनेको के हो त भन्दा माथिदेखि तल हेर्दाखेरि त्यो होराइजन्टल एक्सिससँग बनाउने एंगल हो एंगल अफ डिप्रेसन भनेको सिम्पल छ हैन सो त्यति मात्र याद गर बुझ्यौ एंगल अफ डिप्रेसनमा त्यो भनेको बुझिरह र एंगल अफ एलिभेसन र एंगल अफ डिप्रेसन चाहिँ एट एनी गिभन टाइम इक्वल हुन्छ है अब अर्को रह्यो हाइट एन्ड डिस्टेन्समा एकदमै बुझ्नुपर्ने कुरा एकदम नेसेसरी कुरा के हो त नेसेसरी कुरा भनेर भन्दाखेरि दिस इज दिस ट्रिगोनोमेट्रिक भ्याल्यु हामीलाई साइनको कसको ट्यानको हैन स्ट्यान्डर्ड भ्याल्युजहरू थाहा हुनु एकदम जरुरी छ 0 डिग्रीमा कति हुन्छ 30 डिग्रीमा कति हुन्छ 45 मा कति हुन्छ यो थाहा भएन भने के हुन्छ त भन्दा वेल केही पनि हुँदैन क्याल्कुलेटरमा हेरेर गर्न मिल्छ बट स्टिल तिमीहरूले थाहा पाइराख्यौ भने चाहिँ तिमीहरूको क्वेशन सल्भिङ एफिसिएन्सी बढ्छ है सो त्यही भएर यो चाहिँ थाहा पाइराख्नु र थाहा पाउन त्यस्तो गाह्रो पनि छैन इट्स भेरी इजी यसको पनि ट्रिक छ एउटा याद गर्ने त्यो म पछिको भिडियोजमा एक्सप्लेन गरौँला है त ल अहिले हेर अब अर्को हाम्रो जिन्दगीमा अब एउटा क्वेसन आयो हो अब एउटा क्वेसन भन्दा पहिले चाहिँ म एउटा खतरा कुरा एक्सप्लेन गरिहाल्छु ल हेर जस्तै यो चाहिँ हाम्रो कन्सेप्चुअल कुरा हो म तिमीहरूलाई एक्सप्लेन गरिहाल्छु जस्तै फर एक्जाम्पल यो होराइजन्टल ग्राउन्ड भयो हो यो होराइजन्टल ग्राउन्ड भयो यहाँनेरि छ हाम्रो यो ए भयो हैन यतापट्टि यो एक्स भयो यो वाई भयो दिस इज थीटा अब यतापट्टि हेर त इफ ए अप्रोचेज टुवर्ड्स वाई हैन यदि ए चाहिँ वाई तिर गयो भने यतापट्टि के भन्छ त ए ला मानौ यो पोइन्टमा पुग्यो रे ए रिच्ड एट दिस पोइन्ट हैन एउटा केस त्यो भयो अर्को केस के हुन सक्छ भने इफ ए अप्रोचेज अवे फ्रम द वाई अप्रोचिङ अवे भनेको वाईबाट पर गयो पर गएर एकचोटि कहाँ पुग्यो त एकचोटि यहाँ पुग्यो है इन बोथ केसेस अब यो थीटा भयो हैन ल मानौ यहाँनेरि के बनायो त यहाँनेरि बीटा बनायो रे यतापट्टि के बनायो त यतापट्टि अल्फा बनायो रे सो यो पोइन्टमा छ इनिशियली हाम्रो ए यो पोइन्टमा छ यो पोइन्टदेखि उतातिर हैन सो अप्रोचिङ टुवर्ड्स द टावर टुवर्ड्स द पोल टुवर्ड्स द हाउस टुवर्ड्स एनिथिङ भनेर भन्यो भने थीटाको भ्याल्यु अलिकति अगाडि गइसके पछाडि यो पोइन्टदेखि यो पोइन्टमा पुग्दाखेरि एंगल अफ एलिभेसन के हुन्छ त अल्फा हुन्छ सो इन दिस केस दिस अल्फा विल बी ग्रेटर देन दिस थीटा है भन्न खोजेको कुरा एकदम सिम्पल तरिकाले भनिदिन्छु अल्फा विल बी ग्रेटर देन थीटा एन्ड थीटा विल बी ग्रेटर देन बीटा है र यदि यो पोइन्टबाट चाहिँ इफ ए पोइन्टबाट चाहिँ कुनै पनि अब्जर्भर यदि यो टावर भन्दा वाई भन्दा अवे गयो मानौ यो पोइन्टमा आइपुग्यो भने चाहिँ अब यति बेला तलदेखि माथि हेर्दा फेरि जुन एंगल बीटा बन्छ त्यो बीटा चाहिँ यो थीटा भन्दा के हुन्छ त सानो हुन्छ सिम्पल भाषामा भन्नु पर्दा फेरि वी क्यान से समथिङ लाइक दिस इफ द अब्जर्भर अप्रोचेस टुवर्ड्स द टावर टुवर्ड्स द पोल देन द एंगल अफ एलिभेसन इन्क्रिजेस इफ इट अप्रोचेस अवे फ्रम द पोल अथवा टावर भने एंगल अफ एलिभेसन डिक्रिजेस यतातिर गयो भने के हुन्छ यतातिर गयो भने थीटाको भ्याल्यु डिक्रिज हुन्छ यतातिर गयो भने के हुन्छ थीटाको भ्याल्यु इन्क्रिज हुन्छ बेसिक भन्न खोजेको कुरा चाहिँ त्यो यो चाहिँ हामीले कहिलेकाहीँ क्वेसन गर्दाखेरि चाहिँ कहिलेकाहीँ काम लाग्छ है ल अब हेर ल एक्जाम्पलको लागि एउटा क्वेसन हेरौँ है यस्तो खालको क्वेसन्सहरू अरू पनि हुन्छ यो चाहिँ एउटा जस्ट सिम्पल एक्जाम्पलको लागि है ल हेर त के भनेको छ क्वेसनमा द टप अफ द ट्री इज ब्रोकन बाई द विन्ड मेक्स एन एंगल अफ 30 डिग्री विथ द ग्राउन्ड अब के भन्न खोजेको होला त जस्तो एउटा ट्री भयो हो ट्री कहाँ छ त ट्री भुइँमा हुन्छ आकाशमा हुन्छ हुँदैन है ट्रीको अब के भयो त ट्रीको टप चाहिँ के भयो त भाँचियो अथवा इट इज ब्रोकन मानौ यो पार्टबाट चाहिँ अब के भयो त ट्री ब्रोकन भयो अरे फर एक्जाम्पल यो ट्री थियो अरे यो पार्टबाट ब्रोकन भयो ट्री ब्रोकन भइसके पछाडि अब यो जुन ब्रोकन पार्ट छ यो ब्रोकन पार्ट के भयो त ब्रोकन पार्ट ठ्याक्क डङ्ग लाएर भुइँमा खस्यो
अब त्यो भुइँमा खसिसके पछाडि चाहिँ त्यो ब्रोकन पार्टले भुइँसँग कति डिग्री बनायो त 30 डिग्री बनायो भनेर भनेको छ है with the ground at a distance of 4√3 meters from the tree यो ट्री देखि कति पर 4√3 meters पर है 4√3 meters पर कति डिग्री बनायो 30 डिग्री बनायो दिस इज एंगल अफ एलिभेसन अब के भनेको छ है which trigonometric ratio do you use to find the length of the broken part अब कुन चाहिँ ट्रिगोनोमेट्रिक रेशियो युज गर्ने यो ब्रोकन पार्टको लेन्थ पत्ता लगाउन भनेर भनेको छ सो अब यसलाई हामीले यदि राइट एंगल ट्रायंगलसँग कम्पेयर गर्यौं भने यहाँनेर यदि थीटा छ भने यो परपेन्डिकुलर भयो यो हाइपोटेनियस भयो यो बेस भयो हामीलाई के दिएको छ थीटाको भ्यालु दिएको छ हामीलाई बेस थाहा छ के निकाल्नु पर्ने छ ब्रोकन पार्ट यता कम्पेयर गर्दा फेरि हाइपोटेनियस भनिसकेपछि यस्तो कुन चाहिँ ट्रिगोनोमेट्रिक रेशियो हो जसमा चाहिँ b र h सँगै आइराछ दैट इज cos theta equals to b by h so which trigonometric ratio मा चाहिँ हामीले के गर्नुपर्छ त यसको आन्सर cos हैन कि पुरै आन्सर लेख्नुपर्छ है cos को पुरै नाम भनेको COSIN कोसाइन भनेर लेख्नुपर्छ है त्यति बेला चाहिँ हामीले कोसाइन युज गर्यो भने यो ब्रोकन पार्टको लेन्थ पनि थाहा हुन्छ किनकि यो थाहा छ यो थाहा छैन हामीलाई थीटा थाहा छ अनि cos 30 को भ्यालु राखेर गर्ने अब फाइन्ड द लेन्थ अफ द ब्रोकन पार्ट ओके फाइन्ड द लेन्थ अफ द ब्रोकन पार्ट पनि भनेर भनेको छ नाउ त्यो बी नम्बरको आन्सर गर्दा फेरि लेन्थ अफ द ब्रोकन पार्ट विल बी cos थीटा हेर म फेरि भन्दैछु म्याथमा ल्याङ्ग्वेजमा तिमीहरू टाउको नदुखाऊ सबैभन्दा पहिले तिमीहरू कन्सेप्ट बुझ हैन मेरो काम भनेको तिमीहरूलाई कन्सेप्ट बुझाउने हो कन्सेप्ट क्लियर गर्ने हो म अब यहाँ तिमीहरूलाई यही ल्याङ्ग्वेज लेख्नुपर्छ यही नै लेख्नुपर्छ र यही नै लेख्नुपर्छ भनेर चाहिँ म तिमीहरूलाई भन्दिनँ द्याट इज द मोस्ट स्टुपिड थिङ टु डु है जे बुझेको छौ आफ्नो हिसाबले मजाले लेख सो cos थीटा इक्वल्स टु b बाई h हैन b भनेको के छ त्योसँग कम्पेयर गर्दा फेरि 4√3 बाई h भनेको धेरैजनाले h भनेको हाइट भनेर झुकिन्छन् है h भनेको हाइपोटेनियस हो यसमा चाहिँ फरक छ है ल h हाम्रो थाहा छैन र यही हो हाम्रो ब्रोकन पार्ट भनेकै यही हो अब cos थीटा थीटाको ठाउँमा कति छ त cos 30 इक्वल्स टु 4√3 बाई h अब cos 30 भनेको कति हुन्छ है तिमीहरूलाई थाहा छैन भने क्याल्कुलेटर हान थाहा छ भने गर अब cos 30 कति हुन्छ cos 30 भनेको बेसिकली तिमीहरूलाई एउटा याद गर्ने तरिका म साइडमा सिकाइदिइराख्छु है त यतापट्टि यस्तो साइनको 0 हैन 30 अनि 45 60 90 अहिले यतिको लागि मात्रै यो भनेको चाहिँ जस्तो अब तिमीहरूको यतापट्टि फर एक्जाम्पल यो भनेको भ्यालु भयो यतापट्टि साइन भयो यतापट्टि cos भयो हैन साइन भनेको 0 1/2 1/√2 √3/2 त्यस पछाडि यो भनेको 1 हुन्छ अब ठ्याक्कै cos को केसमा ठ्याक्कै उल्टो गर्दै जाने 1 हैन पहिला 1 त्यस पछाडि उताको त्यो √3/2 फेरि अब यो 1/√2 त्यस पछाडि यो 1/2 त्यस पछाडि उताको यो 0 ठ्याक्कै यसको रिभर्स अर्डरमा 0 देखि 90 सम्म भनेपछि cos 30 भनेको कति रहेछ त √3/2 अब cos 30 भनेको √3/2 इक्वल्स टु 4√3 बाई h अब यो √3 र √3 हामीले क्यान्सल आउट गर्न मिल्छ सो h भनेको h भयो 2 4 जा 8 8 कति त यहाँ केमा दिएको छ मिटरमा दिएको छ भने 8 मिटर ब्रोकन पार्ट अफ द ट्री भनेको कति भयो त 8 मिटर भयो सो यसको यो कति हुँदो रहेछ दिस इज 8 मिटर्स त्यस पछाडि के भनेको छ एट व्हाट हाइट फ्रम द बटम अफ द ट्री एट व्हाट हाइट फ्रम द बटम अफ द ट्री वाज ब्रोकन भनेपछि अब यो चाहिँ कति यो भुइँदेखि चाहिँ कति माथि कुन चाहिँ पोइन्टमा त्यो रुखको कुन चाहिँ पोइन्टबाट चाहिँ भाँचेको रहेछ र त्यो पोइन्ट चाहिँ भुइँदेखि कति माथि रहेछ त हो त्यो सोधेको छ है अब नाउ दिस इज आस्किङ पी निकाल भनेर सोधेको छ हो अब पी निकाल्नको लागि हामीले सिम्पल पाइथागोरस थ्योरम युज गरेर किनकि हामीसँग h छ b छ अब पी निकाल्नको लागि h² इक्वल्स टु p² प्लस b² पनि गर्न हुन्थ्यो तर अब त्यो नगर्ने भए हामीले सिम्पल p निकाल्नको लागि sin 30 युज गर्न सक्छौं sin 30 किन युज गर्ने किनकि sin भनेको के हो त यतापट्टि हाम्रो sin भनेको p बाइ h हो सो यो अपन h भनेको यति भयो 8 है ल और हामीले tan पनि युज गर्न सक्छौं बाइ द वे किनकि p बाइ b b पनि छ हामीले यसमा sin पनि युज गर्न सक्यौं हामीले यसमा के पनि युज गर्न सक्यौं tan पनि युज गर्न सक्छौं जे युज गर्दा फेरि पनि आन्सर त्यही नै आउँछ ल अब हेर त यतापट्टि हामीले त्यो हाइट निकाल्नु पर्ने छ नि हैन सो हाइट निकाल्नको लागि चाहिँ जस्तै यतापट्टिबाट अब हामीले रुख भाँचेको यतापट्टि
कुन चाहिँ पोइन्टमा चाहिँ रुख भाँचेको हो त भनेर फिगर आउट गर्नुपर्ने छ हो। सो यहाँबाट चाहिँ रुख भाँचेको यो पोइन्ट भयो हैन। सो यतापट्टिबाट चाहिँ रुख भाँच्यो, यो पोइन्टबाट यता यत्रो लामो रुख थियो, यहाँबाट भाँच्यो, यहाँसम्म गयो ग्राउन्डमा। कथा कहानीले के भन्छ त, यहाँ 30 डिग्री बनायो, यो 4√3 मिटर छ, यति पर दिएको छ हो। हामीले अघि भर्खरै यो 8 मिटर भनेर निकाल्यौँ हो। त्यस पछाडि अब हामीलाई यो भुइँदेखि चाहिँ कति माथि कुन पोइन्टमा चाहिँ नै यो रुख भाँचेको छ, यो पी निकाल भनेर भनेको छ। यदि हामीले राइट एङ्गल ट्रायङ्गलसँग कम्पेयर गर्यो भने यो एच भयो, यो पी भयो, यो बी भयो हैन। सो यतापट्टि ल हेर, अब हामीले पी र बी दुइटै दिएको छ, अर्को भनेको पी र एच दुइटै दिएको छ। हामीले साइन युज गर्दा पनि हुन्छ, ट्यान युज गर्दा पनि हुन्छ है, जे गर्दा पनि हुन्छ। सो यो सी नम्बरको हामी गर्दैछौँ। नाउ सिम्पल म ट्यान युज गर्छु, tan 30 इक्वल्स टु पी बाई बी। यो पी भनेको चाहिँ यो वाला पार्ट हो हैन, यो ग्राउन्डदेखि यो होरिजोन्टलदेखि चाहिँ कति माथि यो भाँचेको छ भने। सो tan 30 भनेको 1/√3 इक्वल्स टु पी बाई बी भनेको 4√3 भयो। सो यो र यो काट्यो, यतापट्टि के हुन्छ त 4 हैन। देयरफोर पी इक्वल्स टु कति भयो त। सो कति मिटर माथि काटेको रहेछ त, कति मिटर माथिबाट भाँचेको रहेछ त, 4 मिटर्स अबभ द ग्राउन्ड चाहिँ रुख के भएको रहेछ त, ब्रोक भएको रहेछ। अब के भनेको छ, कम्पेयर द हाइट अफ द ट्री आफ्टर ब्रोकन एन्ड बिफोर ब्रोकन। आफ्टर ब्रोकन हाइट अफ ट्री कति छ, आफ्टर ब्रोकन भनेको यति छ हैन। बिफोर ब्रोकन कति थियो, बिफोर ब्रोकन थियो यो 4 प्लस यतापट्टि यो भाँचेको पार्ट कति आयो त 8 आयो। भनेपछि बिफोर ब्रोकन कति थियो त, हेर है, बिफोर ब्रोकन भनेको 12 थियो हैन, यो भनेको बिफोर भयो। आफ्टर ब्रोकन कति छ त, आफ्टर ब्रोकन 4 छ। कम्पेयर गर भनेको छ पहिले के त, पहिले आफ्टर ब्रोकन एन्ड बिफोर ब्रोकन। सो आफ्टर ब्रोकन कति छ, डी नम्बरमा हेर त, आफ्टर ब्रोकन छ 4 मिटर्स, बिफोर ब्रोकन छ 12। भनिसके पछाडि 4 1 जा 4, 4 3 भनेपछि 1/3 भनिसके पछाडि के रहेछ त, अब आफ्टर द ट्री इज ब्रोकन ओन्ली द 1/3 अफ इट्स इनिसियल हाइट रिमेन्स भन्न मिल्यो। सो यो 1/3 जुन आयो नि, कतिको 1/3 त, त्यो ओरिजिनल हाइटको, यो 4 प्लस यो 8 12 को 1/3 पार्ट अफ द ट्री इज स्टिल रिमेनिङ भन्न खोजेको चाहिँ कुरा त्यो हो, यो कम्पेयर द हाइट भनेर है। ल बुझ्यौ नि एक्जाम्पल सहित। ल यो भनेको बेसिक एक्जाम्पल्स भयो। अब हामी अर्को भिडियोमा चाहिँ नै अरू यसमा अझै एक्जाम्पल्सहरू, अझै क्वेसन्सहरू गर्छौँ। सो अहिलेको लागि चाहिँ यति नै। नाउ अब तिमीहरूलाई मैले भन्नुपर्दा फेरि पनि एउटा कुरा के भन्छु भने, हाम्रो गुरुवाणी च्यानललाई सब्सक्राइब गर्नु, त्यस पछाडि तिमीहरूले व्हाट्सएप कम्युनिटी जोइन गर्नु, नआएको क्वेसन्सहरू छ भने पठाउनु, केही सजेस्टिभ फिडब्याक्सहरू दिनु। अरू अहिलेको लागि यति नै। ल गाइस, थ्याङ्क यू, बाइ बाइ।